साला कस्तो माला त यहाँनिर ल साथी हौ बक्स चाहिँ कडिएको छ त्यो रोलीको बक्स चाहिँ त घरमै छुट्यो सङ्गीतमै चेल खोइ त होइन यसको प्रपर्टी एउटा थियो कि यहाँ छ ए यहाँ छ नि त सङ्गीतमै चेल यसैमा छ मेरो दिल बेसी होइन यो प्रपर बक्स चाहिँ हो नि त यहाँ आज यो भोलि सपना हातमा लाउने रोली रोली भइसक्यो दाइ सपना पुरा भइसक्यो होइन सपना हातमा लाउने रोली होइन भइसक्यो त नि हिराको रोली अझ मान्छे $90,000 घडी कति $90,000 भनेको नेपाली दाइ 1.2 कति ए यार केटा यस्तो छ $90,000 को अहिलेको टाइममा मैले कुरा गर्दा 1.2 छ है 2 वर्षपछि त्यो 2 पनि हुनसक्छ डलर होइन अहिलेको लागि चाहिँ 1.2 भनेको चाहिँ कति 1.2 CR ए 1.2 खोका अब अर्कोचोटि रैला रोकाले मा 1.2 भन्दैन त्यसलाई 2.2 भन्छ किनकि मान्छे घरमा करोड हानिदिन्छ भने केटाहरू बालै भन भने माछ्ने मरेर के लानु हो र यार इच्छा लाग्यो किनिदियो मुझे मैले के गर्नु त मुझे मन लाग्यो किनिदियो करोडको घरै लगाइदिन्छ मुझे अब मान्छे मैले चाहिँ अब खासमा चाहिँ अब गाडी साडी भन्दा पनि म चाहिँ मान्छे जग्गा सग्गा किन्न मन लाग्छ क्या मलाई मेरो मान्छे नेपालमा बवाल भइसक्यो जग्गाहरू नेपालमा सबभन्दा धेरै जग्गा मेरै होला ठुलो जग्गाहरू क्या अब त्यो मलाई त्यो खासै प्रब्लम छैन त्यो बेच्ने हो म त बिजनेस गर्न आएको हो कसलाई मेरो जग्गा किन्न मन छ अहिले म त यहाँ प्रमोसन हान्थ्यो मेरो यो स्वयम्भू माथि एउटा 8 आना जति छ 4 आना भनेमा चाहिँ एउटा घर सर बन्छ 8 आना छ त्यो राम्रै प्राइसमा छ त्यो 3.5 करोड जतिको होला त्यो कसैलाई किन्न मन छ भने म हल्का ब्यालेन्स मिलाएर बेचिदिन्छु कसलाई किन्न मन छ छिटो किन्न आऊ म बेच्न रेडी छु मेरो जग्गा किन्न कसलाई मन छ ठ्याक्कै त्यो राम्रो छ यो पद्मा कोलोनी भन्दा ठ्याक्कै त अझै अगाडि छ राम्रो स्पेस छ खुल्ला छ त्यहाँनिर त्यो लगभग 3.5 करोड हो म हल्का घटाइदिन्छु 20-30 लाख अनि कसलाई किन्न मन छ छिटो आऊ किन्ने हो भने जग्गाको प्रमोसन हान्दा क्या दादा मेरो अनि कोही हसल गरेर कमाएको केटा छ भने एक्स्ट्रा अर्को 10 लाख माइनस होइन म दिन्छु मेरो फ्यान कोही मेरो फ्यान छ भने म दिन्छु फ्यामिलीबाट भयो भने त अर्कै छ नि होइन कसैलाई मेरो फ्यान छ भने म 10 लाख घटाइदिन्छु ठिक अनि एउटा ड्रिमर अवेको चेन पनि आउँछ नि त फेरि होइन म मेरोबाट दिनुपर्ने म डिनर लन्च पार्टी सार्टी सब दिन्छु म पैसा पनि घटाइदिन्छु अब जस्तै 3.5 करोडको जग्गा छ अब त्यसमा 10 लाख घटाइदिउँला नि त अब मेरो हिसाबले म अरूलाई चाहिँ फेरि म बढाउँछु तर मेरो फ्यानहरूलाई चाहिँ म पैसा घटाएर दिन्छु त्यो चाहिँ मेरो कसैलाई किन्ने रहर छ भने ठ्याक्कै त्यो पद्मा कोलोनी भन्दा अलिकति तल छ 8 आना जग्गा छ कसैलाई किन्न मन छ भने आइहाल्यो म 10 लाख जति घटाइदिन्छु होइन फेरि त्योभन्दा बेसी आउनेवाला छ तर मेरो फ्यान्सहरूको लागि चाहिँ मैले भनेर दिन खोजेको ठिक लु अब साथीहरू के गर्ने अब चट्टलाई अफ गरिदिनु पर्छ नि त होइन यो बालको त केको कुरा हो अब चाहिँ चट्ट लगाएर केटा 1000 भन्दा बेसी रुममा आइसक्यो यार कोचाकोच भयो सास फेर्नै गाह्रो भयो भने के गर्ने भने अब समीर भाइलाई उता गएकोलाई म काटिदिन्छु ल नोरिसाउ ल रैलासँग मामपाखा ल ग्याङ ल है एभ्रीवन टेक इट गर्नु ह्याप्पी न्यू इयर आई लभ यु अल दाजु तिमी पनि आउनेमा अनि म चाहिँ अलि आजकल हल्का व्यापारी हुन खोज्दैछु ल कसैलाई मेरो जग्गा किन मन छ भने 10 लाख रुपियाँ म घटाइदिएर दिइरहेको छु 3.5 करोडको जग्गा हो 10 लाख घटाइदिन्छु कसलाई किन्न मन छ छिटो क्विक गर राम्रो ठाउँमा छ एकदम खुल्ला छ त्यहाँनिर अरू सेवा सुविस्ता पनि धेरै छ त्यहाँ ढलदेखि लिएर दुनियाँ सब बन्दैछ बिजुली बत्ती सब आइरहेछ
रोड बन्दैछ आएन भने पनि मैले बनाइदिन्छ If you want to buy my land, I'm gonna cut my 10 lakh rupees for my fans. ओके बेबीले है ल अब 10 लाख रुपियाँ घटाइदिन्छु ल अब सिधै अब जग्गाको डिल गर्ने बेला भेट्छ